लाग्यो आजको खेल कसको फ्यान बनेर जानु भएको थियो लुम्बिनीको फ्यानको हामीले जित्न दिएको दाइ हामीले जित्न दिएको उहाँहरुलाई विशेष गरी रोहित कुमार पौडेलको तर आज लुम्बिनी आज कप्तान शून्यमै आउट हुनु हो नि फेरि उहाँको कप्तानी चाहिँ एकदमै फ्लेक्सिबल मतलब एक तरिकाले अप एन्ड डाउन्स भइरहेको छ के भन्नुहुन्छ उहाँको कप्तानी बारे हैन ठीक छ उहाँले गरिरहनु भएको छ उहाँको जस म्याचुरिटी पनि देखिन्छ तपाईले भने जस्तै खालको त्यस्तो पनि छैन जस मलाई चाहिँ राम्रो लाग्छ उहाँको कप्तानी जस पहिलाको भन्दा एकदम दर्शकहरूले पनि मन पराइरहनु भएको छ एकदम राम्रो छ खुसी छु रोहित कुमारजीको लागि धेरै खुसी छु हुनुहुन्छ हस् बधाई छ तपाईको टिमलाई एकदम कस्तो लाग्यो राम्रो हार्यो त विराटनगर त लुम्बिनीले जितेकोमा बधाई छ लुम्बिनीको आज खेल राम्रो रह्यो दर्शकवृन्द लुम्बिनीले प्राप्त गरेको छ र प्लेअफको सम्भावना कायम राखेको अवस्था भएको छ खेलहरु अलिकति बिग्रिरहेको थियो कस्तो लाग्यो आज खेल बबल हो कस्तो लाग्यो तपाईँ कसको फ्यान हुनुहुन्छ आएको बिराटनगर फ्यान चल्नु भएन पहिलो म्याच हैन राम्रो छ राम्रो आज एकदम राम्रो लुम्बिनीलाई बधाई छ तपाईहरुको टिमलाई हैन हारिरहेको टिम जितिरहेको छ हैन प्लेअफको सम्भावना छ नि अन्तिम खेल पोखरालाई जितेर प्लेअफमा पुग्ने सम्भावना देख्नुहुन्छ एकदम सपोर्ट छ लुम्बिनीलाई हामीले धन्यवाद बधाई छ तपाईको टिमलाई दर्शकहरु फ्यानहरु खुसी नरहने कुरा हो एकदम मस्तो फ्यान लुम्बिनीको हो हारिरहेको टिम लुम्बिनी लास्ट दुईटा म्याच जित्नाले चाहिँ एउटा प्लेअफमा पुग्ने सम्भावना चाहिँ कायम छ जानलाई कस्तो लाग्यो खेल राम्रै लाग्यो कसको फ्यान हो तपाई दुवै टिम ए जसले जिते नि ठीक हुन्थ्यो बाबाको लुम्बिनी विराटनगर घरमा प्रतिस्पर्धा छ त्यसो भए छोरी आज विराटनगर थिइन् अहिले चाहिँ छोरी दुखी हुनुहुन्छ छैन जसले जित्यो नि क्रिकेटले जित्नु पर्यो हस् थ्याङ्क्स बबाल कस्तो लाग्यो आज खेल मस्त लाग्यो मस्त हो लुम्बिनी हारिरहेको थियो जित्यो लुम्बिनी त जित्यो तर विराटनगरको हामी फ्यान थियौ हामी विराटनगर तर विराटनगर जित्न सकेन जनकपुर योपालि जनकपुरको फ्यान हो तर योपालि विराटनगर सपोर्ट गर्नै पर्यो सुदूरपश्चिमलाई चकमा दिनलाई सुदूरपश्चिम जित्नै परेन सुदूरपश्चिम जित्नै परेन भनेको सिफ्ट हुनुभयो तपाईँहरू ए भनेपछि तपाईँहरूको जनकपुरको चाहिँ के छ त यसपालि स्ट्याटस कस्तो लागिरहेको छ खेलको कहाँ बिग्रियो जस्तो लाग्छ ब्याटिङ लाइन भएन त्यही हो कप्तानी अहिले पौडेललाई दिएको छ उहाँलाई दिए कस्तो लागिरहेको छ अनिल शाहको कप्तानी चेन्ज भयो नि कस्तो लाग्यो कप्तानी उहाँको पनि राम्रो थियो ब्याटिङमा मात्र अलिक थियो बलिङमा त राम्रो थियो थ्याङ्क यू विराटनगर र सुदूरपश्चिम बीचको खेल अझै प्रतिस्पर्धात्मक हुने देखिन्छ नमस्कार कस्तो लाग्यो आज खेल कस्तो लाग्यो आज खेल हजुरलाई हार्यो त तपाईँले टी सर्ट लगाएको टिमले त कस्तो लाग्यो ल बधाई छ आज खेल कस्तो लाग्यो तपाईँहरूलाई फाइनलै जित्ने हो लुम्बिनी लायन्स बल्ल गर्जिने थाले लुम्बिनी विराटनगर किङ्स भनौँ विराटनगर किङ्स हैन वीरेन्द्र किङ थियो जमानामा विराटनगर राजेन्द्र भादेशमा किङ भनेर हुन्छ त बाघले त हाडे किङ लाएर सुदूरपश्चिमले गर्छ जे गर्छ अब अन्तिम खेल लिगको अन्तिम फेरि सुदूरपश्चिमसँग रहेको छ यही पारा हो नि त विराटनगरलाई बाहिर पठाउने सम्भावना पनि छ सुदूरपश्चिम पठाइदिए हुन्छ ट्रफी जित्ने भनेको के सुदूरपश्चिमले के सिंहले के बाघले कि सिंहले हो कि जित्ने यस्ता देखेन जुन देशमा राजा छ त्यसको नाम के राखेर हुन्छ अहिले जित्यो भर्खरै जित्यो विराटनगर किङ्स खुसी हुनुहुन्छ आजको खेल कस्तो लाग्यो तपाईँलाई समग्रमा कसको फ्यान हुनुहुन्थ्यो तपाईँ जो सन्दीपले विकेट दिए पनि खुसी हुनुहुन्छ है कसले जित्ला त फाइनल प्ले अफमा पुग्ला त लुम्बिनी टप 4 मा पुग्ला फाइनल चाहिँ
हुन्छ होला है हस् थ्याङ्क यू कस्तो लाग्यो हजुरहरूलाई खेल कस्तो लाग्यो हो आजको खेल कसको राम्रो थियो कहाँनिर कमजोरी थियो आज सुधार गर्यो जस्तो लाग्छ तपाईँलाई आज सबै पर्फर्मेन्स राम्रो छ जस्तो बिग्रिरहेको खेल कहाँनिर सुध्रियो जस्तो लाग्छ र आज जित्दा ब्याटिङ राम्रो भयो डार्क शटले राम्रो खेले होइन त्यहाँ ओपनिङमा आएका पनि खेलाडीले राम्रो गरे जस ब्याटिङ अर्डर मिलेको छ अहिले लुम्बिनीको पछिल्लो समय चाहिँ मिलिरहेको छ सन्दीप जोलालाई 4औं नम्बर 5औं नम्बरमा ल्याएर चाहिँ अलिकति राम्रो भएको छ भन्नुहुन्छ के छ त्यसमा चाहिँ सन्दीप जोरा पनि पठाउँदा बिग्रिरहेको थियो अलि मध्यक्रममा पठाउँदा चाहिँ राम्रो भइरहेको छ होइन ड्यासी शटबाट पनि राम्रो डार्क शटबाट राम्रो आइरहेको छ थ्याङ्क यू पोखराको फ्यान अन्तिममा अब खेल चाहिँ लुम्बिनीको पोखरासँग छ होइन अब हुन त बाँकी रहेको छ 2वटा खेल के छ त टप 4मा पुग्न सक्ला पुग्छ लो पोखरा पुग्छ टप 4मा के देख्नुहुन्छ कसरी देख्नुहुन्छ आधार के छ यसपालि हस् थ्याङ्क यू र राम्रो हुन्छ र अझै पनि यस्तो लाग्यो हजुरहरूलाई खेल आजको हो कसको फ्यान हुनुहुन्थ्यो लुम्बिनीको फ्यान पछिल्लो समय अघिल्लो सिजन जम्मा एउटा मात्र म्याच जितिरहेको थियो यसपालि चाहिँ प्लेअफको सम्भावना पनि देखिया छ यसमा कहाँनिर सुधार भयो जस्तो लाग्छ तपाईँलाई ब्याटिङ फिल्डिङ बलिङ सबैमा सबै पक्ष राम्रो भयो है जित्छ भन्नु पर्यो आफ्नो टिमले यो पालो त हार्छ भनेर त आउनै भएन होइन जो सबको फ्यान हुनुहुन्थ्यो म त केही पनि सबै यो हेर्ने थाहा पाउनुहुन्छ हामी ए लायन्सको फ्यान हुनुहुँदो रहेछ होइन त तर म थिइनँ हो म केहीको पनि फ्यान थिइनँ कसको खास के हेर्न जानुभएको थियो भित्र एनपिएल कस्तो लागिरहेको छ तपाईँ कसैको फ्यान नबनिकन कसले जित्दियो हुन्थ्यो जस्तो लागिरहेछ लुम्बिनी लायन्स सुदूरपश्चिम तपाईँ फ्यानै नभएको मान्छे कसले जित्दियो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ अब हाम्रो एउटा गोलु भन्ने साथी हो त्यसको लागि भने नि अब सुदूरपश्चिमले जित्योस् भने चाहिँ फ्यान त हुनुहुँदो रहेछ नि त मेरो होइन साथीको लागि तपाईँको आफ्नो लायन्सले आज सुधार गरेको छ प्रदर्शन सुध्रिरहेको छ के भन्न चाहनुहुन्छ अब के होइन प्लेअफमा पुग्न पर्छ अनि फाइनलसम्म पुगेर जित्न पर्छ है पुग्छ होला होइन प्लेअफमा त पुग्नै पर्यो तर बिचमा बाधक छ नि त अब पोखरा छ पोखरालाई प्लेअफ जित्नै पर्ने एउटा चुनौती छ के त्यही बाधकहरूलाई हटाएर जितेपछि त फाइनल जितेको ल बधाई छ धन्यवाद छ ल तपाईँहरूसँग नि कुराकानी गरेर आउनुहोस् कस्तो लागिरहेको छ नानीलाई खेल रमाइलो लाग्यो मजा आयो है लुम्बिनीकै फ्यान हुनुहुन्थ्यो कस्तो लागिरहेको छ समग्रमा चाहिँ एनपिएल तपाईँलाई समग्रमा भन्दाखेरि चाहिँ अब स्टेडियम पनि राम्रो बनेको हुनाले यसपालि चाहिँ अलिक मजा आइरहेको छ रमाइलो नै रहेको भित्रको वातावरण कस्तो बनिरहेको हुन्छ भित्रको पनि फ्यानहरू बिच हुन्छ र त्यहाँ बजेको गीतहरूले गर्दाखेरि पनि मनोरञ्जन हुने हुँदैन यस्तो चिसो मौसम भयो नि भित्र तातो एकदम गरम हुन्छ भइन्छ है समग्रमा चाहिँ तपाईँलाई यसपालि सुधार गर्नुपर्ने तपाईँको हिसाबले दिनुपर्ने सुझाव केही छ क्यानलाई त्यस्तो खासै सुझावको चाहिँ भित्र गइसकेपछि तर अलिअलि त्यहाँ भित्र फ्यानहरूको माहौल चाहिँ त्यो क्यान आफैले गर्न नसक्ने कुरा पनि हुन्छ कतिपय माहौलको विषय अन्य जस्तो व्यवस्थापकीय पाटोहरू होइन टोयलेटहरू यताउता टोयलेटको लागि चाहिँ अलिकति त्यो गर्नु पर्यो नभए चाहिँ अरू सबै ठिक छ कसले लैजाला ट्रफी यसपालि लैजालाको कुरा भन्दा नि लुम्बिनीले लैदियो हुन्थ्यो चाहिँ जस्तो लागिरहेको छ र प्रदर्शनको हिसाबले चाहिँ कसले लान्छ जस्तो लाग्छ एउटा भावनात्मक रूपमा लुम्बिनीले लैदियो हुन्थ्यो होइन तर स्ट्रङनेस अथवा प्रदर्शनको हिसाबले चाहिँ अब त्यो विराटनगरले लान नि सक्छ अब हेरौँ के हुन्छ हस् थ्याङ्क यू